कतिजनाको ज्यान गयो नि लगभग बुवा? ए पोखरीमा गयो होला बाबु, लगभग 35-36 जनाका। 35-36 जनाको ज्यान गयो है? हजुर। गाडीमा हिँड्ने मान्छेहरूले भन्छन् कि रातो र निलो प्यालो बत्ती बाल्छ गरे रहमा। ए यो रहमा? हजुर हजुर। अनि गाडी पनि रोक्न जान्छ गरे कहिले कहिले भनेर सुनेछु है, गाडीवालाले भनेको त्यो पनि। त्यो त मलाई म त अब छैन। भूतले चाहिँ गाडी पनि रोक्न जान्छ रे? हजुर हजुर। 6 बजे त म त ढोका बन्द गेट बन्द गरेर म हिँडिहाल्छु। त्योभन्दा यतातिर म बस्नुहुन्न है? नै। म रातिमा पनि हिँड्दैन, रातिमा पनि म कहीँ पनि उ गर्दैन। दर्शकवृन्द, यति बेला हामी पाल्पाको 3औं गाउँपालिका भूत खोलामा छौँ। यो भूत खोलामा आजसम्म 35 जनाले यही खोलामा ज्यान गुमाइसके। आज हामी एकजना बुवासँग कुराकानी गर्दैछौँ। बुवा नमस्ते। नमस्ते। आराम हुनुहुन्छ बुवा? हजुर। मलाई यहाँ आउँदा पनि डर लागिरहेको छ बुवा अहिले। हजुर। तपाईँ सधैँ यहीँ बस्नुहुन्छ, यहाँ टिकट काट्नु हुँदो रहेछ होइन? हजुर। यहाँ तपाईँ बसिरहँदाखेरि तपाईँलाई डर लाग्दैन? अब त म त बानी परेको बाबु। हजुर। बानी परेको 2079बाट बसेको हो। हजुर। अहिले बानी परिसक्यो। के यो भूत खोला भन्छ या बुवा यसलाई? हजुर। यहाँ के भएर यस्तो भूत खोला नै राख्नु पर्यो? अरू नाम थिएन? यो हो गरे मैले अब तपाईँहरूलाई सत्य कुरा गर्छु। हजुर। यो रहेछ शिव र पार्वतीको हजुर मिलन स्थान रहेछ यहाँ। हजुर। किनकि धेरै छिरफुर भयो। हजुर। छिरफुर हुँदाखेरि उहाँले पनि उ गर्न सक्नु भएन, थाम्न सक्नु भएन। थाम्न सक्नु भएन, फोहोरो भयो। सिकार खेल्न आएको। को सिकार खेल्न आयो बुवा? त्यो आर्मीको मान्छेहरू सिकार खेल्न आउँदाखेरि 3 जना भन्दा अरू जनता पनि आउनु पर्थ्यो। हजुर। अरू जनता नआएकोले 3 जना मात्रै किन आउनु पर्थ्यो होला? ए 3 जना यो जङ्गलमा सिकार खेल्न आएका है? हजुर। अनि त्यसपछि माथि बँदेल भेटाएछन् गरे। ए बँदेल? हजुर। हजुर। बँदेल घाइते भएर अब यही रहमा हाम फालेको हो गरे बँदेलले घाइते भएको। हजुर। त्यहाँ त त्यो धेरै गहिरो छैन, गहिरो केही पनि हुँदैन, हामीले निकाल्न सक्छौँ भनेर त्यहाँबाट पहिला एकजना गएछ गरे राइफलसित। त्यहाँबाट त्यो पनि गायब, अर्को पनि आउँदा फाङ हालेर गएछ गरे त्यो पनि गायबै भएछ गरे। त्यसले माथिबाट हेरेर बस्दै थियो गरेको मेरो साथीहरू कहिले निस्कन्छ, त्यो बन्देल कहिले निकाल्छ भनेर उ गर्दाखेरि त्यो आफ्नो कतातिर गयो। तिनी साथीहरू निस्किएनन् है? तिनीहरू निक्लेको होइन गरे, त्यो यहीँ भित्रै यही रहमै कता गयो आजसम्म पत्तो छैन है? नै। आजसम्म यो पोखरीमा कतिजनाको ज्यान गयो नि लगभग बुवा? ए पोखरीमा गयो होला बाबु, लगभग 35-36 जनाका। 35-36 जनाको ज्यान गयो है? हजुर। ओ माई गॉड। हाम्रो नेपाली होइन, नेपाली त सिर्फ 2 जना मात्रै हो। ए नेपाली 2 जना? सबै इन्डियन हो। ए अरू इन्डियन हो? सबै इन्डियन हो। घमण्डी गर्छन्। हजुर। नजाऊ भन्दाखेरि पनि जान्छन्। पहिला त यो गेट त होच थियो। हजुर। यहाँको गेट निकालेर त्यहाँ उ गरे माथि काँसियो, यो गेट अल्का आएको। अहिले त्यहाँ जान दिनुहुन्न? अहिले त दिन्न, चाबी पनि छैन, चाबी पनि दिन्न। भन्नाले फेरि पनि त्यस्तै हुने हो कि भनेर यहाँ गेटलाई चाबी लगाइदिनु भयो? हजुर हजुर। नपटाए चाबी यहीँ भित्र छ। ए चाबी नै लगाइदिन्छु। अनि बुवा तपाईँ दिनभरि बस्नुहुन्छ होइन, रातिमा पनि यहाँ के आउँछ होला, के छ? खै बाबु म त रातिमा त बस्दैन। के भन्नुभएको थियो यहाँ? अरू कोही बस्नुहुन्थ्यो होला पहिला, केही सुन्नुभयो? नै, अहिलेसम्म केही उ छैन। गाडीमा हिँड्ने मान्छेहरूले भन्छन् कि रातो र निलो प्यालो बत्ती बाल्छ गरे रहमा। ए यो रहमा? हजुर हजुर। अनि गाडी पनि रोक्न जान्छ गरे कहिले कहिले भनेर सुनेछु है, गाडीवालाले भनेको त्यो पनि। त्यो त मलाई म त अब छैन। भूतले चाहिँ गाडी पनि रोक्न जान्छ रे? हजुर हजुर। 6 बजे त म त ढोका बन्द गेट बन्द गरेर म हिँडिहाल्छु। त्योभन्दा यतातिर म बस्नुहुन्न है? नै। म रातिमा पनि हिँड्दैन, रातिमा पनि म कहीँ पनि उ गर्दैन। डर लाग्छ होइन? डर लाग्छ। एक्लै छु। हजुर। घर गएर पनि अब 6 बजे घर गएर त्यहाँबाट भात पकाउने, भात खाएर त्यहाँबाट गुग्रो सुत्ने हो। म गाउँ डुल्नेवाला पनि छैन, म कतै हिँड्नेवाला पनि। कति वर्ष भयो बुवा तपाईँले यही ठाउँमा काम गर्न थालेको? 2079बाट हो। 79बाट हो? 2079 साउनको 9 गतेदेखि सुरु भएको हाम्रो टिकट। करिब 5 वर्ष तपाईँ यही ठाउँमा बसिरहनु भएको छ होइन? त्यो सुरुवात त तपाईँलाई पनि त डर लाग्थ्यो होला नि? लाग्थ्यो होला बाबु, आजभोलि त केही जस्तो पनि लाग्दैन। अहिले जस भूतसँगै लड्छु भन्ने हुन्छ होला? हजुर है। हजुर। अनि कति गहिरो छ नि बुवा यहाँ? यो लगभग 60 फुट गहिरो छ। गहिरो छ है? हजुर। ओहो। मान्छे मर्दाखेरि डुब्दाखेरि पनि मान्छे उत्रिन्न माथि है? ढाडी राखेर पनि उत्रिन्न मान्छे। उत्रिँदैन? उत्रिन्न। हजुरको यो छ 12 फुट। हजुर।
यो 12 फुट छ। ल बुवा हुन्छ यो एकचोटि केही जानकारी दिउँ भनेर हो। हजुर। अनि फेरि यो ठाउँमा आउन पर्यो भने चाहिँ यो ठाउँ कता कताबाट आउन सकिन्छ यो भूत खोलामा? कताबाट आउनुहुन्छ र अब कता पाल्पातिरबाट बुटोलतिरबाट जहाँबाट आउन सक्नु। हजुर यो ठ्याक्क बाटोमै भूत हजुर। खोला भनेर लेखेको छ होइन? हजुर, हजुर। आउन सकिन्छ है। हजुर जस यहाँ चाहिँ आएर चाहिँ माथिबाटै दर्शन गरेर जानु होला भन्न हजुर, चाहनुहुन्छ हजुर, होइन? त्यो सिधै गएर तल चिप्लेला केही होला हो। होइन? तान्ला भन्ने डर भएर यहाँ गेट लगाएर हजुर। होइन? गेट लगाएरै बस्नुहुन्छ होइन? हजुर। हजुरको नाम? मेरो नाम टुकबहादुर दिसा मगर। हस् हुन्छ बुवा अहिले हस् नमस्ते बाबु।